ल सुरु गरौँ ल सबैजना आने आशय हो सबैले चिन्नु नै भएको छ होला कोही नयाँ आउनु भएको छ भने म गणेश बज्रे है ल हाम्रो च्याप्टर चाहिँ 31 पुगेको छ 31 च्याप्टर सुरु गर्दैछौँ ल हेर्नु है 31 च्याप्टर हेर्दा सुरु गरौँ शीर्षक के रहेछ फोक्चाङ यो फोक्चाङ भनेको चाहिँ फोक्चाङ अथवा यसलाई ओछारिम भन्ने ओछारिम यो माथि रातोले देखिएन होला हो ओछारिम भनेको कपडा लगाउने तरिका अथवा कपडा लगाई भनेर बुझ्नु पर्यो ओछारिम यो फोक भनेको चाहिँ उइबोक भनेको के हो कपडा हो नि त अथवा फोक मात्रै पनि भन्न मिल्छ यो कपडा हो पोसाक हो अनि यो फोक्चाङ अथवा ओछारिम भनेको चाहिँ कपडा लगाउने तरिका गुवा भन्छ र अनिसँग भइहाल्यो खुन्मु थेदो भन्छ कपडा लगाउने तरिका र काम गर्ने थेदो भनेको के हो बानी बेहोरा भनेको बानी बेहोरा अथवा आनी बानी भन्नु पर्यो फोक्चाङ वा खुन्मे थेदे भन्छ कपडा लगाउने तरिका र काम गर्ने बानी बेहोरा भन्ने शीर्षक छ ल हेर्नु पर्यो है तल हेर्नु त हाङसाङ सङ्सिलागे भन्छ सधैँ यो हाङसाङ नुल अन्जेना हैन अथवा अन्जे दुन्जी भन्ने पनि हुन्छ अन्जे दुन्जी जहिले सुकै भनेको पनि सधैँ भनेको त नि हैन सधैँ अथवा जहिले सुकै ल अब हाङसाङ सधैँभरि सङ्सिल आगे भन्छ सङ्सिल आगा भनेको चाहिँ इमानदार हुनु भनेको है सङ्सिल आगा इमानदार हुनु सङ्सिल हो साङसिल भन्ने पनि अर्को हुन्छ नजिकिनु त्यो साङसिल भनेको चाहिँ के हो हराउनु गुमाउनु भन्ने अर्थ हो केही कुरा आफूबाट हराउनु गुमाउनु अथवा आफूबाट फुत्किनु भन्ने अर्थ हो हाङसाङ सङ्सिल आगे भन्छ सधैँभरि चाहिँ इमान्दार भएर व्यक्तिसँग गे जोडेपछि के हुन्छ हुने गरी भन्ने अर्थ हो सधैँभरि इमान्दार हुने गरी अथवा इमान्दार गरी इले काम गरेकोले छाम छुवायो भन्छ साँच्चै राम्रो छ भन्छ छाम भनेको चाहिँ साँच्चै वास्तवमै रियल्ली भनेको छाम छिन्चा हैन छङमाल यस्तो भन्यो भने के हुन्छ साँच्चै वास्तवमै रियल्ली भन्ने अर्थ लाग्छ ल सधैँभरि इमान्दार भएर काम गरेकोले अथवा गरेर छाम छुवायो साँच्चै राम्रो छ भनेर भन्दैछ ल खामसामिदा धन्यवाद प्रशंसा गरे नि हैन सधैँ इमान्दार भएर काम गरेकोले साँच्चै राम्रो छ वास्तवमै राम्रो छ भनेर प्रशंसा गरेपछि खामसामिदा धन्यवाद आफुरो त यल्सिमी हाल्थ्यो भन्छ आफुरो भन्छ यो आफुरोको चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ है आफुरोसँग खादा ओदा अथवा थानिदा है यो आफुरो भन्ने शब्दसँग चाहिँ खादा ओदा थानिदा जोडेर आयो भने के हुन्छ जोडिएमा यसलाई चाहिँ अगाडितिर अथवा अगाडितर्फ भन्ने अर्थ लाग्छ के अनि यही अब यो खादा ओदा थानिदा भन्दा बाहेक अरू भव आफूसँग जोडेर आयो भने चाहिँ के हुन्छ त्यसको अर्थ अबदेखि अब आइन्दा भन्छौँ नि हामी होइन अबदेखि अथवा अब आइन्दा भन्ने अर्थ लाग्छ के आफुरो खादा भन्यो भने अगाडितिर जाने अगाडितर्फ जाने भनेको आफुरो खादा यसरी आयो भने अनि आफुरो भन्यो भने चाहिँ यहाँ के छ खादा ओदा थानिदा होइन नि अरू आएको छ त्यही भएर अब आइन्दा अथवा अबदेखि भनेको अब आउने समयमा यस्तो भन्ने अर्थ लाउने त यसरी नेपाली अर्थ लाउने धन्यवाद छ अब आइन्दा अथवा अबदेखि चाहिँ यल्सिमी हाल्केयो मेहनतले गर्नेछु भनेको छ यो लकेयो उल्केयो भनेको छ व्यक्तिसँग ल अथवा उल्केयो यो नेछु अथवा नेछौँ यति मात्रै भन्न मिल्छ यो फर्स्ट पर्सनसँग मात्रै प्रयोग गर्ने हो फर्स्ट पर्सन है हजुर कहाँनिर आफूहरू है ठिक छ ल आफूहरू लेखेको ल यो भयो ठिक छ अब
फर्स्ट पर्सनसँग मात्रै लाउनु मिल्यो लकयो उल्क्यो नेछु अथवा नेछौँ भन्ने। अर्को लकयो उल्कयो भन्ने छ, रिउल अथवा उल भन्ने पनि भयो। ए यो चाहिँ के हो? यो सबैसँग मिल्छ, नेछु नेछ नेछिन नेछौँ यो सबैसँग मिल्छ। फर्स्ट पर्सन सेकेन्ड पर्सन थर्ड पर्सन सबैसँग लाउनु मिल्छ। यो लक्यो उल्क्यो चाहिँ फर्स्ट पर्सनसँग मात्रै लाउनु मिल्छ। ल केही कुरा अबदेखि यस्तो गर्छु भनेर बाचा सङ्कल्प गर्ने बेलामा प्रयोग गर्ने हो कि फर्स्ट पर्सनले। अब आइन्दा म यस्तो गर्छु भनेर भन्ने बेलामा ल सधैँभरि इमान्दार भएर काम गरेकोले साँच्चै राम्रो छ भन्दैछ यसले, धन्यवाद छ। अब आइन्दा पनि अबदेखि पनि मेहनतले काम गर्नेछु भनेर भन्दैछ। व्याकरणमा के पढिन्छ यहाँ हेर्नु त, आ फैदा भन्छ। यो एब्जेक्टिभसँग जोड्ने हो। क्वालिटी भएको एब्जेक्टिभसँग मात्रै जोड्ने हो यो व्याकरण चाहिँ। एब्जेक्टिभसँग चाहिँ आ अ य हे फैदा जोड्यो भने के हुन्छ, यी हेर्नु भन्ने अर्थ लाग्छ। ल अब भेएमटीसँग के जोडेपछि के हुन्छ, ने गरी भन्ने अर्थ लाग्छ। यो चाहिँ फैदा भनेको यी देखिनु, जस्तो देखिनु भने नि हुन्छ, जस्तो देखिनु। आ अ य हे फैदा भनेको जस्तो देखिनु। ल झट्ट हेर्दा कस्तो देखिन्छ त्यो कुरा भन्ने हो। अवै शब्दावलीमा के पढिन्छ हेर्नु त, फोक्चाङ खल्ने अवै भन्छ, कपडा लगाउनेसँग सम्बन्धित शब्दावली। अर्को छ शब्दावली, दोस्रो शब्दावली पढिन्छ थेदो खल्ने अवै भन्छ। थेदो भनेको के हो, बानी बेहोरा। एटिट्युड भन्छ, बानी बेहोरा, अरूलाई देखाउने बानी अथवा व्यवहार कस्तो छ त्यसलाई चाहिँ थेदो भन्ने हो कि। कुनै पनि व्यक्तिले अरूलाई कस्तो व्यवहार गर्छ त्यसलाई थेदो भन्ने है। मुडुवामा छङ्गो भन्छ, संस्कृति र जानकारीमा छिक्चाङ्ने कार्यस्थलभित्र अनएजल भन्छ, भाषाको शिष्टाचार। कार्यस्थलभित्र कस्तो भाषा प्रयोग गरिन्छ, कस्तो शिष्टाचार अपनाइन्छ भन्ने विषयमा छ। यो छिक्चाङ भनेको कार्यस्थल, छागोपचाङ काम गर्ने ठाउँ अथवा यो पनि कार्यस्थल भइहाल्यो होइन। अनि खुनमुजी भने पनि काम गर्ने ठाउँ अथवा कार्यस्थल भयो। इलछारी काम गर्ने ठाउँ, यसरी भन्ने काम गर्ने ठाउँलाई। अनि ने भनेको भित्र कार्यस्थलभित्रको, अन भनेको भाषा, एजल भनेको चाहिँ शिष्टाचार अथवा संस्कार। ल काम गर्ने बेलामा कार्यस्थलभित्र प्रयोग गर्ने भाषागत शिष्टाचार भन्ने कुरा छ। ल सिकाइको उद्देश्य के हो, यो 31 को लेसन चाहिँ सिक्नुको उद्देश्य के हो भन्दाखेरि चाहिँ खुनमु फोक्चाङ्ने थिए भन्छ। काम गर्ने बेलामा लगाउने कपडाको बारेमा मार्गसित भन्न सकिन्छ। खुनमु थेदोए थिए काम गर्ने बेलामा देखाउने अथवा गर्ने बानी बेहोराको बारेमा मार्गसित भन्न सकिन्छ भन्छ। ल अवैले हेर्नु, फोक्चाङ खल्लेन अवै, कपडा लगाउनेसँग सम्बन्धित शब्दावली। छागो बोक भन्छ, छागो भनेको काम भइहाल्यो, बोक भनेको कपडा, काम गर्दा लगाउने कपडा है। छागो बोक अथवा खुनमु बोक पनि भन्ने कुरा एउटै हो, काम गर्दा लगाउने कपडा। युनिफर्म भन्छ, युनिफर्म ड्रेस भइहाल्यो। यो युनिफर्म भनेको चाहिँ सबैजनालाई एउटै एकनासले देखिने गरी बनाएको कपडालाई युनिफर्म भने नि। युनिफर्म भनेको युनिटी भनेको के हो, सबैको एउटै देखिने एकरूपता गर्नको लागि बनाएको कपडा भयो। ल छजाङ भन्छ, औपचारिक कपडा। प्राय छोरी मान्छेले केटी मान्छेले लगाउने औपचारिक कपडालाई चाहिँ छङजाङ भन्छ। हुन त केटाहरूलाई कुर्लानी भन्न मिल्छ, तर प्राय चाहिँ यसरी प्रयोग गर्ने बेलामा त्यसरी गर्छ। जो छङजाङ भनेको फर्मल ड्रेस भनेर बुझ्नु पर्यो, औपचारिक कपडा है। याङबोक भन्छ, यो चाहिँ कोट प्यान्टलाई भन्ने, स्वेट प्यान्टलाई भन्ने, केटा मान्छेको औपचारिक कपडालाई भन्ने। याङ भनेको चाहिँ सयाङ भन्ने पश्चिमबाट आएको हो। अनि बोक भनेको कपडा, पश्चिमी कपडा भनेको कोट प्यान्ट हो के। खाराइता भन्छ, यो खाल्दा भनेको चाहिँ परिवर्तन गर्नु। यहाँ चाहिँ परिवर्तन गर्नु भन्ने अर्थमा हो हैन। खाल्दा भनेको चेन्ज गर्नु, परिवर्तन गर्नु। तर खाल्दाको मिनिङ अरू के हुन्छ, अर्को चाहिँ जोड्नु भन्ने पनि हुन्छ, धार लगाउनु भन्ने पनि हुन्छ है। खाल्दाको मिनिङ चाहिँ जोड्नु अथवा धार लगाउनु पनि हुन्छ। यहाँ चाहिँ खाल्दा भनेको परिवर्तन गर्नु भन्ने अर्थमा आएको। खाल्दाको मिनिङ के हुनेछ, परिवर्तन गर्नु, जोड्नु, धार लगाउनु भन्ने तीनटा अर्थ याद गरिराख्नु। ल खारा इप्ता, परिवर्तन गरेर लगाउनु। इप्ता भनेको कपडा लगाउनु है त। ल अब यसलाई चाहिँ खारा थादा भन्यो भने के हुन्छ, परिवर्तन गरेर चढ्नु। सवारी साधन परिवर्तन गरेर चढ्नु, यातायातको साधन परिवर्तन गरेर चढ्नु भन्ने हुन्छ। अनि खारा सिन्दा भन्यो भने के हुन्छ,
जुत्ता चप्पल मोजा परिवर्तन लगाउनु यसरी प्रयोग गरिन्छ। खारा थादा अथवा वानसुङ आधा हुन्छ है। वानसुङ आधा सवारी परिवर्तन गर्ने यो चाहिँ। फेरि वानसुङ भनेको चाहिँ के हुन्छ त? वानसुङ आधा भनेको चाहिँ के त? वानसुङ चाहिँ सवारी साधन परिवर्तन गर्ने हो। वानसुङ आधा चाहिँ के हुन्छ त? बिदाई गर्नु भनेको वानसुङ सोम है, बिदाई गर्नु ल। खारा थादा र वानसुङ आधा सवारी परिवर्तन गर्ने, वानसुङ आधा बिदाई गर्ने ल। वान्याङ आधा भन्यो भने स्वागत गर्ने, वानसुङ आधा भन्यो भने बिदाई गर्ने। खारा एकता कपडा चेन्ज गरेर लगाउने। यो कपडा चेन्ज गर्ने रुम हुन्छ नि, कपडा चेन्ज गरेर लगाउने। जस्तो कपडा किन्न गयो भने हामी ठिक हुन्छ कि हुँदैन भनेर चेन्ज गरेर लगाएर हेर्छौँ नि होइन, त्यसलाई के भन्छ थाहा छ? थारोइसिल भन्छ। यो पनि चाहिने नै मिनिङ हो। कपडा चेन्जिङ रुम भन्नु पऱ्यो, कपडा चेन्ज गर्ने रुम है ल। थारोइसिल कपडा चेन्ज गर्ने रुम ल। भयो, मेट्न मिल्छ अब? सारिसक्नु भयो? अलिक छिटो साह्रो हुन। कसले मोबाइल चलाएर मोबाइल बजिरहेको छ अघिदेखि? अनि मोबाइल हेरेर बस्ने भएर घरैमा मोबाइल हेरेर बस्यो भयो नि। यो पानीमा झरीमा बेकार हिँड्न चिक्नमा किन आउनु बिहान उठेर? अनि घरैमा बसेर हेर्ने नि आनन्दले झम पानी परेछ ओसेनमै बस्ने, चिया कफी मगाउने, खाने, मोबाइल हेर्ने, गफ गर्ने, बस्ने साथीहरूसँग होइन। घरको साथी भने फेरि फत्ता। फत्ता भने के हो? कपडा खोल्नु अथवा फुकाल्नु भन्ने हो। लगाउनेलाई फरक फरक भनेको नि कपडा टोपी लगाउने, चस्मा लगाउने, मास्क लगाउनेलाई फरक भन्ने होइन। कपडा लगाउनेलाई फरक भन्ने, जुत्ता चप्पल मोजा लगाउनेलाई फरक। लगाउने कुरालाई फरक फरक छ हो। पन्जा लगाउनेलाई फरकै छ, तर खोल्ने कुरालाई चाहिँ सबैलाई फत्ता भन्न मिल्छ। खोल्नु अथवा फुकाल्नु ल। थान्चुरुल छाम्बुदा टाँग लगाउनु। थान्चुरुल छाम्बुदा भनेको चाहिँ फेरि बिर्कोहरू ढकनीहरू लगाउनलाई पनि छाम्बुदा भन्न मिल्छ है, बन्द गरेर लगाउने भनेको ल। थान्चु भनेको टाङ अथवा बटम भइहाल्यो। थान्चुरुल खोल्दा टाङ अथवा बटम खोल्ने ल, लगाएकोलाई खोल्ने। यसलाई छेउदा पनि भन्न मिल्छ खास चाहिँ। छेउदा टाँग नआउनलाई चाहिँ थान्चुरुल छेउदा पनि भन्छ है। थान्चुरुल छेउदा पनि भन्न मिल्छ। अब छेउदा त फरक फरक अर्थमा प्रयोग हुन्छ। फेरि छेउदा भनेको भर्नु पुर्नु, केही सामानले भर्नु हो। छेउदा भने फेरि बाचा पुरा गर्नलाई याक्सपुल छेउदा भन्छ। भनेको आफूले बाचा गरेको कुरा पुरा गर्नलाई याक्सपुल छेउदा भन्छ। त्यो थान्चुरुल छेउदा पनि भन्न मिल्छ ल। पुरा गरेको हो नि यो लगाएर पर्छ होइन। खुल्दा खोल्नु। छिफरुल ओल्लिदा भन्छ। जिफर फस्नर चाहिँ माथि सार्नु अथवा लगाउनु। छिफरुल ओल्लिदा भनेको यो चाहिँ जिफर लगाउने भनेको हो। छिफरुल नेरिदा जिफर खोल्ने। नेकथाइरुल मेदा घाँटीमा टाई बाँध्नु। यो मेदा भनेको टाई बाँध्नु हो। अर्को यो वाला मेदा छ नि, यो चाहिँ के हो? झोला बोक्नलाई चाहिँ, झोला भेर्नुलाई चाहिँ यो मेदा भन्छ। खाबाङ जानु। खाबाङ अथवा फेनाङ भनेको के हो? खाबाङ अथवा फेनाङ भनेको, खाबाङ भनेको झोला, फेनाङ भनेको ट्रेकिङ झोला हो। ठुलो ठुलो ट्रेकिङ गर्न, पहाड चढ्न, हिमाल चढ्न जाने बेलामा बोक्ने झोला चाहिँ फेनाङ हो। दुईटै झोला है। यो चाहिँ के हुन्छ? फेनाङुल मेरा हुन्छ, झोला भिर्ने। गर्मीले मर्ने बेलामा हुन्छ। नेकथाइरुल के अरे ठिक छ। नेकथाइरुल खोल्दा टाई खोल्ने भन्छ। यो खोल्दा चाहिँ फेरि यसरी खोल्ने भन्ने बेलामा टाई खोल्ने, फस्नर खोल्ने होइन, बटम खोल्ने यो सबैमा मिले। यहाँनिर चाहिँ खोल्दा भनेको बाँधेको कुरा खोल्नेलाई नि। मुक्ताको पनि मुक्ता भनेको बाँध्नु होइन त। मुक्ता बाँधेको कुरालाई खोल्नलाई पनि खोल्दा भयो। अनि स्ट्रेस तनावहरू कम गर्ने भन्नेलाई चाहिँ सुतरेसरुल खोल्दा भन्ने। स्ट्रेस कम गर्ने अथवा रिलिज गर्ने। अब प्रश्नको हल गर्यो भने के हुन्छ? मुन्जेरुल खोल्दा समस्याको समाधान गरेको अथवा प्रश्नको हल गरेको होइन त हो। यसरी प्रयोग हुन्छ। समस्याको समाधान गर्ने, प्रश्नको हल गर्ने, बाँधेको केही कुराहरू खोल्ने, यस्तो चाहिँ खोल्दा है। थान्जङ आधा भनेको सफा चिटिक्क पारेर कपडा मिलाएर लगाउनु भन्ने अर्थ हो। से भनेको नयाँ। अनि यस्तो से चाहिँ के हो फेरि? कहाँ हुन्छ? केही हो नि। से भनेको यो नयाँ पनि हो, चरा पनि हो।
फेरि नयाँ चरा पुरानो चरा भन्न खोजे होइन। यो चाहिँ से भनेको नयाँ भन्ने अर्थ हो, से भनेको चरा भन्ने अर्थ हो। यही यसवाला से हो। यो से चाहिँ के हो त? अङ्कको 3 होइन से भनेको। एजन भन्छ। धेरै पढेको थिएँ। एजन भनेको पहिलादेखि भन्न खोजे हो। एजन, एरो होइन, एजन बुद्ध, एरो बुद्ध, एन्नाल बुद्ध भनेर आउँछ नि हो। यो के हुन्छ? एजन, एरो, एन्नाल भनेको पहिलेदेखि, उहिलेदेखि भन्ने अर्थ। उहिले भनेको, खुरथा भनेको त्यस्तो हुनु, इरथा भनेको यस्तो हुनु, खुरथा भनेको त्यस्तो हुनु, छरथा भनेको त्यस्तो हुनु भन्ने अर्थ हो। यसरी ल यहाँ चाहिँ खुरथा भनेको छ के भनेको? त्यस्तो हुनु ल। त्यही भएर त यहाँ खुरथाबाट दा हटायो, हटायो, खुरसँग निका उनिका जोडेको, खुर निका त्यस्तो भएकोले व्याकरण यसरी बन्यो हो नि त। खुर निका भनेको के हो? त्यस्तो भएकोले अथवा त्यस्तो कारण, यो अर्थ यसरी आएको हो ल। खुरथा त्यस्तो हुनुबाट खुरथासँग के जोडेको हटाएर आसँग जोडेको के हुन्छ? खुरेछ। अनि आया अय जोड्यो भने चाहिँ के हुन्छ? खुरेया। त्यसो भयो भने मात्र हो। सबै यो खुरेथाबाट भएको हो व्याकरण। छाग पादा काम गर्नु, आन्जन आदा सुरक्षित हुनु, सुरक्षित गर्नु र खान्बे नुन गदगिरी भन्छ सम्बन्धित कुराहरू बीच यन्गेल आशय जोडा मिलाउनुहोस्। जोडा मिलाउन सकिन्छ ल। 1 नम्बरको कोसँग मिल्छ हेर्नु त? शिखरुल ओलिदा हो र। अनि जोडा मिलाउनु पर्ने सिधा सिधा छ त। एउटा चाहिँ सिधो हो नि त। ल 2 नम्बरको के हुन्छ? थान्सुरुल खुरसयो, यहाँ मिल्छ हो ल। यहाँ लगाउने। अनि 3 नम्बरको के हुन्छ? मेथाइरुल मेसयो, घाँटीमा टाइ लगाएको होइन। 4 नम्बरको थान्सुरुल के? टाक लगाएछ नि, बटम लगाएको छ। र व्याकरण 1 मा हेर्नु के छ? आ अ पैदा भन्ने छ ल। यो व्यष्टिसँग व्यष्टिको अन्तिममा ओरा भए आ पैदा, ओरा छैन भने अ इ भए य, आधा भए ए पैदा भनेको जस्तो देखिनु, जस्तो देखिनु ल। अब यही कुरा फेरि व्यष्टिसँग आ अ य ए खोदा मात्रै जोडेको भए के हुन्थ्यो ल? व्यष्टिसँग आ अ य ए अनि खोदा, यो भनेको चाहिँ यी हेर्नु भनेको। कुनै पनि काम गरी हेर्नु, कुनै पनि काम गरेर अनुभव गरी हेर्नु भन्ने अर्थमा चाहिँ आ अ य ए खोदा हुन्थ्यो। तर यही खोदालाई चाहिँ फैदा भनेको चाहिँ जस्तो देखिनु भनेर बनाएको छ ल। आ अ फैदा नुन छोरो प्राय यङ साय पुच्छ विशेषणसँग जोडेर है। अत्तन साङ्थेरो कुनै पनि अवस्था परिस्थिति चाहिँ नुक्य जिगना, नुकिदा भनेको के हो? नुकिदा केदाता होइन, के गर्ने? महसुस गर्ने ल। अनि कुनै पनि अवस्था परिस्थिति चाहिँ नुक्य जिगना महसुस गर्ने अथवा छिमछाक थैमुल भनेको अनुमान गर्ने। यो छिमछाक खाँदा, छुच्छु खाँदा होइन, छुच्छु खाँदा, यो भनेको अनुमान गर्ने भनेको नि है ल। छिमछाक थैमुल अनुमान हुने कुरालाई नाथानेता जनाउँछ। कुनै पनि अवस्था परिस्थितिको महसुस गर्ने अथवा त्यो अवस्था परिस्थितिलाई चाहिँ अनुमान गर्ने बेलामा प्रयोग गरिन्छ भन्छ। यसीसँग ओरा छ भने आ फैदा, छोथा राम्रो हुनु, छो आ फैदा राम्रो जस्तो देखिन्छ। अ उ इ छ भने अफैदा गर्ने, मासिता मिठो हुनु, मासिस फैदा मिठो जस्तो देखिन्छ। आधा भौजतीलाई के गर्ने? हे फैदा गर्ने ल। क्षण आधा भनेको सजिलो हुनु, सहज हुनु, क्षण ए फैदा सजिलो जस्तो देखिन्छ, सहज भए जस्तो देखिन्छ भनेको यसरी। विशेषणसँग आ अ य हे फैदा देख्यो भने के हुन्छ? यस्तो देखिन्छ भनेर झट्ट हेर्दा कस्तो जस्तो देखिन्छ त्यसको विशेषतालाई बताउने बेलामा प्रयोग गर्ने ल। उदाहरण हेर्नु, छाग बोकी चोम, काम गर्ने कपडा चाहिँ अलिक छागा फैनुन्दे, सानो जस्तो देखिएकोले, न्युन्दे उन्दे भनेको नि एकोले भन्ने अर्थ लगाउने यहाँ ल। नाउनसँग हो भने चाहिँ इन्दे जोड्नुपर्छ, त्यो थाहा छ होइन।
कामने कपडा चाहिँ अलिक छागा फैलिँदै छाक्ता सानो हुनु छागा फैलिँदै सानो जस्तो देखिएकोले फुलपेनी आदि आयो असहज भएको छैन हेर्दा त सानो जस्तो देखिन्छ नि भनेर सोधिरहेको छ फेरि अम्नुन मुलगनुल भन्छ आवश्यक नभएको सामान चाहिँ छिउनिका छिउदा भनेको के हो छिउदा हटाउनु पन्छाउनु भनेको पन्छाउनु आवश्यक नभएको कुरा सामान चिज वस्तुहरू चाहिँ अथवा एक ठाउँमा भएको सामान चिज वस्तुलाई हटाएर त्यो ठाउँ खाली गर्ने त्यो सामान चिज वस्तुलाई अर्कै ठाउँमा पठाउनलाई चाहिँ छिउदा अनि यो छिउदा चाहिँ फेरि मेट्नु मेटाउनु भनेको नि यो चाहिँ मेट्नु मेट्ने सामान लगेर बोकेर पन्छाएर लाने होइन मेट्ने भनेको जस्तो यही छिउदाबाट के हुन्छ छिउदे भएको होइन त इरेजर डस्टर छिउदे त्यो मेट्ने कुरा हो नि त ल ओरिजिनल छिउदा के हो हटाउनु पन्छाउनु यो छिउदा चाहिँ मेटाउनु ल मेट्नु छिउ कहाँ भयो हामीले फेरि अम्नुन मुलगनुल छिउनिका भन्छ आवश्यक नभएको सामान हटाएकोले फागी कोठा चाहिँ नल्ब फोयो नल्चा भनेको फराकिलो हुनु यहाँ ओरा छैन त्यही भएर अफोइदा भन्दै जोडेको नल्ब फोयो फराकिलो जस्तो देखिन्छ थान्सरुल टाँच चाहिँ अथवा बटम चाहिँ छामगुनिका बन्द गरेकोले अथवा लगाएकोले थान्जङ हे फोयो यो चिटिक्क देखिन्छ भन्छ चिटिक्क जस्तो देखिन्छ ल गरिमल फोगो चित्रलाई के अरे चित्रलाई हेरेर थेवारले अनसँग आछ्यो सम्वाद पुरा गर्नु छोथा राम्रो हुनु हो खिबुनी कस्तो देखिन्छ यसलाई के गर्ने अब छोथालाई छो आ खो य यो ए भयो य यो है मोड चाहिँ राम्रो जस्तो देखिन्छ खुसी जस्तो देखिन्छ हैन त ने खोयाङे स खाजोक दिरी वा सयो हजुर गाउँबाट परिवारहरू आएर हो भन्छ ओदा भनेको के हो आउनुसँग के व्याकरण जोडेको छ यहाँ आस यो असयो यसयो यो पनि व्याकरणै हो हेसयो भनेको छ यो आस अस यस हेस मात्रै भन्यो भने चाहिँ के हुन्छ ए र अथवा एकोले भन्ने अनि यो जोडेपछि हो भन्ने जोड्ने नि आसयो असयो यसयो हेसयो भनेको ए र हो भन्ने अब यो छैन भने आस अस यस हेस मात्रै छ भने चाहिँ के गर्ने ए र मात्रै भन्ने ए र अथवा एकोले मात्रै भन्ने आसयो भनेको आएर के अरे वासयो भनेको आएर है हो भन्ने ल 2 नम्बर हेर्नु फुलखोकीका आज फुलखोकी चाहिँ ज्यादै धेरै कस्तो जस्तो देखिन्छ मासिस फोयायो भन्नु पर्यो नि मिठो जस्तो देखिन्छ हैन त मासिस फोयायो मिठो जस्तो देखिन्छ छेगा मान्दन गर्दै मैले बनाएकोले थुस्या फस्यो मैले बनाएको हो खाइहेर्नुहोस् भन्छ हैन ल छिन्सु चाहिँ कस्तो देखिन्छ छिन्सु चाहिँ कस्तो देखिन्छ फिगोन आधा छ फिगोन हे फोयायो फकित जस्तो देखिन्छ हैन त हो यो फिगोन आधा अथवा फिरो आधा पनि भन्छ थकाइ लाग्नुलाई फिरो पनि थकान हो है फिगोन अथवा फिरो भनेको थकान ल अझै इरी नुत्के कुन्ना सयो भन्छ हिजो काम चाहिँ ढिला गरिसकिएको कुन्ना सयो सकिएको हो त्यही भएर चाहिँ के हुन्छ थकाइ जस्तो थकित जस्तो देखिन्छ यो कस्तो देखिन्छ अनुहार रातो रातो बनाइसक्यो अनुहार बिगारिसक्यो हो बल लगाइरहेछ यो बाकस कस्तो जस्तो देखिन्छ मुगत्ता गरुङ्गो जस्तो देखिन्छ यसलाई भन्नु पर्यो साङ्जारुल बाकस चाहिँ खाच्ची तुरा छुल्कायो सँगै उठाइदेऊ त भन्छ नमु मुग व फोयायो भन्नु पर्यो मुग व फोयायो हो चाहिँ कहाँबाट आयो अनि ब हटाएपछि हो गर्ने हैन त ब फाँचीमा आएको जतिलाई हो गर्ने अथवा उ आएकोलाई नि हो उ प्लस अयो के हुन्छ होयो नै भएन त हो नै उ प्लस अ गर्दा होयो हुन्छ अनि ब हटाएपछि नि के गर्ने ब को ठाउँमा उ राख्ने अनि अयो जोड्ने होयो जोड्ने त्यही हो नि ल आलमान्दन गसुल खोल्ला मिल्ने कुरा छानेर थेवाहरू भन्छन् हाँस्यो सम्वाद पुरा गर्नु नल्ता रागिलो हुनु छाक्ता सानो हुनु आफुदा फुल्फेनादा असहज हुनु खाल्लोसी उइजागा के रहेछ अब यहाँ तल पढेपछि थाहा हुन्छ आनिए होइन
आजु फेर्ने हो धेरै सजिलो छ सहज छ आन्जा बोल्ने हो बसी हेर्ने हो भन्छ यो भियसँग लले हो उसले हो भन्ने व्याकरण चाहिँ ने हो भनेर क्वेसन गर्न नि मिल्छ ने हो भनेर जवाफ दिन नि मिल्यो तर साथीहरू अलिकति ठाडो भाषा हो आफूभन्दा सानो मान्छे र उस्तै हैसियतको मान्छेसँग मात्रै मिल्ने ठुलो मान्छेलाई चाहिँ यसो लले उसले हो भनेर क्वेसन प्रश्न भन्न मिल्दैन ल अब भनेपछि के रहेछ खालोसी उही जागा फुलखान एक खोयायो भन्नु पर्यो नि कुर्सी चाहिँ कस्तो देखिन्छ असजिलो जस्तो देखिन्छ भन्ने आनियो होइन आज फेर्ने धेरै सजिलो छ आन्जा खोल्यो बसी हेर्ने हो भन्ने यसलाई फुलफेनाहरूलाई के गर्ने फुलफेन हे खोयायो भन्ने असजिलो जस्तो देखिन्छ नि भन्नु पर्यो नि त छायाची के जस्तो देखिन्छ थाहा छैन है माझा आयो हो ठिक छ मिल्यो त्यो अरूको कुरालाई सहमति जनाएको नि ठिक छ भने खानगिए खलियास रुगा लाएर अथवा लागेकोले मरिरा चौमा आफायो टाउको अलिक दुखेको छ भन्छ अब कस्तो देखिन्छ भन्नु पर्यो छायासी आफूलाई के गर्ने अब आफा खोयो भन्नु पर्यो आफा खोयो दुखे जस्तो देखिन्छ युसुफसी छागो बोकी चौम काम गर्ने कपडा चाहिँ अलिक खेलकुन हाजी आनायो असहज भएको छैन रे चौम कस्तो जस्तो देखिन्छ भन्नु पर्यो अब छागा खोयो सानो जस्तो देखिन्छ भन्ने युसुफसी काम गर्ने कपडा चाहिँ चौम छागा खोयो सानो जस्तो देखिन्छ अरूले हेर्दा सानो जस्तो साँगुरो जस्तो देख्यो खेलकुन हाजी आनायो असहज भएको छैन भनेर सोध्ने चुकुम छाक्चिमान ख्यान्छान आयो अलिकति सानो भए तापनि ठिकै छ ल 4 नम्बर हेर्नु छिन्सुची भागी छिन्सुची कोठा चाहिँ कस्तो जस्तो देखिन्छ भन्नु पर्यो यहाँ नल त एउटा बाँकी छ नि होइन नल्ब खोयायो भन्नु पर्यो नल्ब खोयो है कसरी देखिने अब नल्ताबाट भिएपछि के हो नल्ब खोयायो फराकिलो जस्तो देखिन्छ भन्ने खुरच्ची हो त्यसो होइन त अथवा फराकिलो छ नि होइन त हो नि है भनेर यस्तो गरेको नि आनुसरण मूलगन्धहरू छिवसहरू प्रयोग नगर्ने सामानहरू चाहिँ हटाएको हो त्यही भएर खुरच्ची हो त्यस्तै फराकिलो जस्तो देखेको छ नि है अथवा फराकिलो जस्तै देखेको छ नि होइन र भनेर सोध्दैछ ल फेवा इन समाते हेर्नु 칼롯이 새 작업복이 마음에 들어요? यहाँ फानानिम सुपरभाइजर र खाल्लोको बिचमा दुईजनाको बिचमा कुरा भएको छ अब फानानिमले के भन्छ खाल्लोले चाहिँ नयाँ काम गर्ने कपडा लगाएर आयो नि त होइन के भन्छ खाल्लोजी से छागपोकी नयाँ काम गर्ने कपडा चाहिँ माउमै थुरायो मन पर्यो भन्छ माउमै थुल्दा भनेको अथवा माउमै मक्ता भनेको मन पर्नु मनले खानु भनेको ल मन पर्यो होइन त भनेर सोध्दैछ 네, 반장님. 새 작업복이 예전 작업복보다 가벼워서 좋네요. ल हजुर सुपरभाइजरज्यू से छागपोकी नयाँ काम गर्ने कपडा चाहिँ एजन छागपोक एजन भनेको पहिलाको काम गर्ने कपडा भन्दा हाबी अवस्था हलुका भएर छोड्ने यो राम्रो रहेछ नि भन्नु पर्यो यहाँ नेयो भन्ने व्याकरण जोडेको छ रहेछ नि भनेर अलिकति अचम्म आश्चर्य मानेर भन्नु पर्यो पहिलाको भन्दा त राम्रो रहेछ नि भन्नु पर्यो नेयो जोडेपछि भिएफसीसँग नेयो जोड्ने नाउनसँग चाहिँ के जोड्ने इ नेयो जोड्ने हो ल अनि यो फोदा त के छ नाम शर्मासँग फोदा आएपछि त भन्नु पर्यो नि त देख्नु हेर्नु भनेर हुन्छ त होइन ल 그렇지요. 그리고 지퍼를 목까지 올릴 수 있어서 작업할 때 안전해요. ल खुरच्चियो त्यसो होइन त त्यसो हो नि है भनेको अब उसले भनेकै कुरा सहमति जनाएछ खुरीको अनि छिफर मोक्काजी छिफरलाई फस्नलाई चाहिँ घाँटीसम्मै ओर्लिन्छु इच्छा छ घाँटीसम्मै लाउन मिल्ने भएर छागो बाल्दै काम गर्ने बेलामा लते मुल्ते भनेको ने बेलामा ने समयमा अथवा दा भन्ने काम गर्ने समयमा काम गर्ने बेलामा आन्जन यो सुरक्षित हुन्छ फस्न घाँटीसम्मै लाउन मिल्ने भएको भएर सुरक्षित पनि हुन्छ भन्छ 그런데 지퍼를 조금만 내리고
작업해도 돼요? घाँटीसम्मै माथि लाउन लायो भने सुरक्षित हुने त हो तर खुरान्दै भनेको तर यसलाई सर्टकटमा खुन्दै खुन्दै पनि भन्छ कुरा एउटै हो बोल्दाखेरि चाहिँ खुन्दै खुन्दै भन्छ बढी खुरान्दै तर छिफरल चुप्पो नेरीको फर्स्टलाई चाहिँ अलिकति तल सारेर झारेर चाहिँ छागो भेट्दै थियो काम गरे पनि हुन्छ भन्छ असिलो हुन्छ गर्मी हुन्छ उकुस मुकुस हुन्छ नि त होइन के हुँदो रहेछ 좀 불편해서요. अलिकति असहज भएर हो भन्छ यहाँ पनि आसयो असयो यसयो भन्ने व्याकरण आएछ नि एर हो भनेको अलिकति असहज असजिलो भएर हो भन्छ 지퍼를 올리는 게 안전하고 단정해 보여요. 익숙해지면 괜찮을 거예요. र सबैजना भन्नु जागर लगाएर किनभने अब भन्न पढ्न नि यसो जानिन्छ कि भनेर अभ्यास हुन्छ भनेर भन्न लाग्यो ल छिफरहरू ओल्लिनु के भन्छ फर्स्टनरलाई चाहिँ माथि सार्ने कुरा चाहिँ आन्जन आगो सुरक्षित र सन्दर माथिसम्मै लाउने कुरा चाहिँ सुरक्षित र थान्जङ एक हो सफा चिटिक्क पनि देखिन्छ हो लाको पनि चिटिक्क देखिन्छ सुरक्षित पनि हुन्छ इक्सुक एजिमेन बानी पर्यो भने इक्सुक आधा भनेको बानी पर्दै जानु होइन बानी पर्यो भने चाहिँ फेन छानुल गयो भनेको बानी पर्दै आजिदा अजिदा जोडिएको छ इक्सुक हेजिदासँग म्यान पनि जोडिएको छ अझ बानी पर्दै जानु भनेको पहिला भन्दा अवस्था फरक हुँदै जानु भन्ने व्याकरण हो नि आजिदा अजिदा भनेको दै जानु हो इक्सुक हेजिमेन फरक हुँदै गयो भने के अरे बानी पर्दै गयो भने क्षण छानुल गयो ठिकै हुनेछ भन्छ अहिले असिलो भए पनि बानी पर्दै जाँदा ठिकै हुन्छ नि हो ल 네, 알겠습니다. हजुर बुझे भन्ने अब मान्ने काम गर्ने काम त्यही हो होइन मलाई त असिलो भएको छ कुसुमको भएको छ म त सार्छु भन्नेतिर लाग्ने होइन अब के गर्ने ले अलगे सुविधा भन्ने हो धेरै बातविवाद गर्ने होइन तपाईँहरू कोरियामा काम गर्ने बेलामा आफ्नो आइडिया लगाउने आफ्नो लजिकले आफ्नो तरिकाले होइन त्यसरी आफ्नै हिसाबले काम गर्न खोज्नु भयो सुपरभाइजर अथवा साउजी अरू कसैले भनेको कुरा नमानेर आफ्नै उसले काम गर्न थाल्नु भयो भने राम्रो लाग्दैन मन पराउँदैन होइन तपाईँको आइडिया त्योभन्दा उसले भनेको भन्दा राम्रो हुनसक्छ ठिक छ छिटो हुनसक्छ होइन तर हुँदैन त्यहाँ तपाईँको आइडिया लागु गर्ने किन उसकै उसले गर्नुपर्छ त्यो भन्नुको मतलब के हो भनेदेखि काम गर्ने मान्छे हामी होइन अराएको भएको आफूभन्दा सिनियरको अरूले उनीहरूले भनेअनुसार गएन आफ्नै तरिकाले गऱ्यो भने उनीहरूलाई नटेरे नमाने जस्तो अपमान गरे जस्तो हुन्छ आइडिया त हाम्रो पनि राम्रो हुनसक्छ त्यसरी होइन यसरी गरौँ भन्नेतिर लाग्यो भने अब के हुन्छ अब हुँदैन त्यो नै अलगे सुविधा भन्ने भनेर बुझेपछि अनि दिने हो से छागो बोकी अत्यायो भन्छ नयाँ काम गर्ने कपडा कस्तो छ कस्तो छ बिर्से कि पुरा अघि नै भएको है पुरा अघि नै भएको ल खाद्य अवस्था हलुका भएर राम्रो छ पहिलाको भन्दा होए छागो बोकी छिपहरू भयो किन काम गर्ने कपडाको प्रश्न चाहिँ माथिसम्मै सार्न लाउनुपर्छ भन्छ थान्जन आगो थान्जङ एक भयो भन्छ खोयस भन्नु पर्यो सुरक्षित र सफा चिटिक्क देखिने भएकोले ल छेसी थेन ट्रेनर उल्लेख गरेको व्यक्तिलाई वारेङ आए प्रयोग गरेर थेवाए खस्यो सम्मान गरिदिनु ल युनिफर्म फारान्सेक युनिफर्म भनेको अब युनिफर्म ड्रेस भइहाल्यो फारान्सेक निलो रङ सियोनारा शीतल हुनु थान्सुरुल छाम्बुदा टाङ बटम लगाउनु ल गाले के भन्दैछ से युनिफर्म नयाँ युनिफर्म चाहिँ माउमे थुरायो मन पर्यो भन्छ ले युनिफर्म फारान्से किरा छ युनिफर्म चाहिँ निलो कलरको भएर यस्तो निलो कलरको भएर सियोने भयो हेर्दै शीतल जस्तो देखिन्छ अरे निलो कलर भनेको चाहिँ शान्त शीतल हुन्छ भन्ने अर्थ देखिन्छ त्यस्तो कलरहरू चाहिँ त्यो जनाउँछ कि निलो कलर भनेको लगाएपछि के हुन्छ शान्त मान्छे पनि निलो कलरको बढी युज गरेर लगाउने मान्छे भयो भने के हुन्छ त्यो हेर्दाखेरि त्यो मान्छेलाई चाहिँ शान्त स्वभावको होइन यस्तो जस्तो देखिन्छ अरे हुन्छ अरे भन्छ कुल देखिन्छ क्या ल यही भनेर यसले के भन्दैछ निलो कलर चाहिँ के देखिन्छ सियोने भयो भन्छ शीतल हेर्दै कपडा हेर्दै शीतल जस्तो देखिन्छ अरे हो ल कुरा चियो त्यसो पो खुरीको अनि इराल्ते त देनुन भन्छ काम गर्ने बेलामा थान्सुरुल छापुनुन के छुवायो काम गर्ने बेलामा टाक बटम चाहिँ लगाउनु राम्रो हुन्छ भन्छ ने अलग सुनिदा हुन्छ बुझे भन्ने यस्तै गरी अब यहाँ के भन्छ जस्तै
छाग पोकी माउमी तुरयो भन्ने नयाँ काम गर्ने कपडा मन पर्यो भन्ने ने छाग पोकी काम गर्ने कपडा चाहिँ हायान्से किरा छ सेतो रङको भएर सेतो कलरको भएर कालको सफा चिटिक्क देखिन्छ अरे खुराचियो त्यसो खुरीको इलादेवन काम गर्ने बेलामा चाहिँ के त शिखरल ओली डल्गे फसमा माथि सबै लाउने कुरा चाहिँ छुवाए राम्रो हुन्छ भन्ने ने कालको सिन्दा हजुर बुझे भन्छ ल यो कलरहरुको पनि आफ्नो आफ्नै उ छ सेतो कलरले चाहिँ सफा शुद्ध भन्ने अर्थ बुझिन्छ हैन अब कलरमा सेतो शुद्ध कुरा भनेकै सेतै त हो नि अरु त सबै मिक्स छ हैन अनि नीलोले चाहिँ शान्त यस्तो भन्ने अर्थ देखाउँछ कालोले चाहिँ अलिकति रहस्यमय भन्ने देखाउँछ रातोले चाहिँ त्यो मान्छे अलि एग्रेसिभ अलि फुर्तिलो खालको हैन एक्टिभ खालको हुन्छ भन्ने देखाउँछ रातो कलर लगाउने अनि त्यस्तै छ पहिलो कलर लगायो भने के हुन्छ अनि त्यो चाहिँ अलि ज्ञानी बुद्धिमानी पढे लेखेको गुरु जस्तो देखिन्छ अरे हैन पहिलो कलरमा त्यस्तै भन्ने छ कलरको लागि कालोको रहस्यमय भनेको अघि नै भनेको नि कालो लगाउने मान्छे चाहिँ हतपत बुझ्न नसक्ने अलिकति इन्ट्रोभर्ट टाइपको भन्नु पर्यो इन्ट्रोभर्ट भनेको बाहिर धेरै नबोल्ने अलिकति मिस्टेरियस हुन्छ भन्ने छ ब्ल्याक कलरको चाहिँ मान्छेले हतपत चाँडो बुझ्न सक्दैन ब्ल्याक कलर धेरै लगाउने मन पराउने मान्छेको स्वभाव त्यस्तो हुन्छ भन्छ त्यो धेरै के कपडा मन पराउँछ त्योबाट पनि मान्छेको स्वभाव पत्ता लगाउन सकिन्छ रातो धेरै मन पराउँछ फुर्तिलो एक्टिभ हुन्छ अलिकति एग्रेसिभ आक्रामक हुन्छ भन्ने खालको देखिन्छ हैन त्यस्तो हो मिलेन सर मिल्छ नि मिलेन नि मसँग तपाईलाई मन पराएर लाग्यो हैन ल कहिले काहीँ चेन्ज गरेर लाउँ भनेर लाग्यो होला नि त मन परेर लगा ल उच्चारणको नियम हेर्नु त फारुम उच्चारण ल थु नान मारुल भन्छ इ छ दुईवटा शब्द जोडिएर हान मादिरो एउटै शब्दमा फारुम हाल्दै जोड्ने बेलामा ल दुईटा शब्दलाई जोडेर एउटै शब्द बनाएर उच्चारण गर्ने बेलामा फ्युम आफै इन्नुन भन्छ यो फ्युम भनेको चाहिँ उच्चारण गर्दाखेरि नाकबाट आवाज आउने नाकबाट ठोकिएर आवाज आउने नाके स्वर भन्छ हैन नेपालीमा यसको अगाडि चाहिँ छाङे उमल हाथुन भन्छ छाङे भनेको छाङेदा भनेको के हो अशब्द हो भनेको आदि उच्चारण हुने अथवा कम उच्चारण हुने जस्तो उइछे फारुमुरो भन्छ त्यस्तो अवस्थाको अथवा उच्चारणमा चाहिँ फारुम भन्दा उच्चारण गरिन्छ भनेको अलि कम स्वरमा उच्चारण गरिन्छ भन्न खोजेको यसले जस्तो हेर्नु छेक ननुन भनेको छ हो छेक यो एउटा शब्द हो यो अर्को दुईटा शब्द यसलाई सँगै जोडेर उच्चारण गर्ने बेलामा चाहिँ आदि अक्षर लगतै आउने अक्षर कमजोर उच्चारण हुन्छ भन्छ बोलेर हेर्नु न अलिकति उच्चारण गर्दाखेरि नाकबाट आवाज आउँछ नाकसँग ठोकेर आउँछ हैन त्यो चाहिँ अलिकति कमजोर उच्चारण हुन्छ जस्तो देखिन्छ भन्छ ल अन्त छेक ननुन भन्छ छेङ अब के भन्छ ग लगतै नआएपछि हेर्नु है फाछीमा ग लगतै नआयो भने अथवा म आयो भने हो फाछीमा ग लगतै न अथवा म आयो भने यो गलाई चाहिँ के उच्चारण गर्नुपर्छ ग उच्चारण गर्नुपर्छ नि हो अब के हुन्छ त यहाँ ग उच्चारण गर्न छेङ ननुन ल हेर्नु त नाक बन्न थालिसक्यो नि उच्चारण गर्छ कमजोर भइरहेको छ नि हैन यो फ्युम भनेको त्यही हो उच्चारण आउने छाङे हो भन्छ नागे ध्वनि अथवा उच्चारण गर्दा नाकबाट आवाज आउने कमजोर भयो छेङ ननुन भनेको के हुन्छ छेङ भनेको किताब नथा भनेको राख्नु नुन भनेको नि अनि छेङ ननुन्दे ननुन्दा भनेको के हो किताब राख्ने भन्न खोजे अब फाप मौनन फाप भनेको छुट्टै शब्द हो मौक्ता भनेको छुट्टै शब्द हो दुईटालाई सँगै जोडेर भन्नु पर्यो अनि के हुन्छ ब लगतै म आयो भने के हुन्छ ब लगतै फ लगतै हैन यहाँ म आयो भने यिनीहरु दुईटालाई पनि म नै उच्चारण गर्ने हो त्यही भएर के हुन्छ फाङ मङनङदा भन्छ मङनङदा भन्दाखेरि नाकबाट आउँछ आइसक्यो नाकले ध्वनि भइसक्यो ल ओ माछुदा यसलाई कसरी भने ओन मान अब यो न किन भएको यहाँ यो सलाई न किन भनेको यहाँ उच्चारण नेम के हो यसको यहाँ त आदि अक्षरमा स छ नि यहाँ किन न भने स स ज छ द थ हो यो सब आए लगत्तै के आयो भने म नआयो न अथवा म आयो भने यिनीहरु सबैको उच्चारण पनि न नै गर्ने हो ल त्यही भएर आएको ओन मिन स लगतै म आयो त्यो ओन मान छुदा द नै पढ्न पर्यो ल मान छुदा त नै पढे हुन्छ अब फेरि यो आदि अक्षर लगत्तै द आयो भने चाहिँ फेरि यो आदि अक्षरलाई चाहिँ के पढ्ने भनेको छ हामीले त पढ्ने भनेर पढेको थियो तर द नै पढ्ने हो
यो कुरा सुन्नु, यो आदि अक्षरमा मात्रै आयो हो, पछाडि अर्को द आएको छैन भने यसलाई त पढे पनि हुन्छ, तर यो आदि अक्षर लगतै अर्को द आयो भने यसलाई पनि द नै पढ्नुपर्छ भन्ने पनि छ नि होइन छ। ल ओत्मानेको कपडा माछुदा भनेको के हो? मिलाउनु मिल्नु भनेको। थाप भात भइहाल्यो, मासिटके मिठो। अब यसलाई सँगै दुईटा जोड्ने भनेको छ, न्यातवादलाई चाहिँ इ अस जोडेर उच्चारण गर्ने, हात मादिरो भन्छ एउटै शब्द बनाएर उच्चारण गर्ने भन्ने छ नि त। अनि के हुन्छ यहाँ अब फाममा सिटके भन्ने हुन्छ, थुसे हो भातमा मिठो गरी खान रे, फाममा सिटके थुसे हो भन्छ अरे। सेहे बोक मानी फादु छे होला, सेहे बोक ग लगतै म आयो, गलाई के भन्नु पर्यो? म भन्नु पर्यो। अनि मानी अब यो ह लगतै भवे लागेपछि हको उच्चारण हुँदैन, साइलेन्ट हुन्छ। त्यसबाट चाहिँ के हुन्छ अब सेहे बोक बोङ, सेहे बोङ मानी फादु छे हो रहेछ। नयाँ वर्षको शुभकामना छ भनेको उच्चारण नियम यस्तो छ। ल कसरी उच्चारण गर्ने अब तपाईहरु उच्चारण गर्नु त सँगसँगै थाहा भइहाल्छ। ल 1. 책 넣는다. 책 넣는다. 밥 먹는다. 밥 먹는다. 옷 맞추다. 옷 맞추다. 2. 밥 맛있게 드세요. 밥 맛있게 드세요. 새해 복 많이 받으세요. 새해 복 많이 받으세요. थाहा भएन कसरी बोल्ने? टाइम के छ? टाइम छ सर हजुर। सक्यो। अब औै दुईदेखि भोलि भन्ने लाजेरी गर्ने, औै दुईदेखि भोलि भन्ने। यस्तो लिङ्क नपाएको